अन्तत दर्शकबिन बसन्त र केसरीको यता बिहा हुँदै गर्दा उता सिर्जनाको पेटमा भने बसन्तको बच्चा हुर्किरहेको छ। अब भने बसन्तलाई के होला त? बसन्त र सिर्जनाको सम्बन्ध बिहे प्रमाणित भइसकेपछि अब बसन्त र सिर्जना मिलेर जालान् या त बसन्तको मन फेरि सिर्जनातिर जाला? के होला त दर्शकबिन आज हामी यस भिडियोमा पुरा बताउने छौं। भिडियोलाई भने अन्त्यसम्म हेर्नु होला। बसन्त र सिर्जनाको बिहे बसन्तले चाहेर भने गरेका थिएनन्। एउटा बाध्यता र एउटा समस्याको कारणले गर्दा बसन्तले सिर्जनासँग बिहे गर्न पुगेका थिए। पहिला त बसन्तले सिर्जनालाई त्यति मन नपराए पनि एउटा बाध्यता र एउटा अवस्थाले गर्दा बसन्तले सिर्जनासँग बिहे गर्न पुगेका थिए। अनि सिर्जनाले भने बसन्तको हानि बानी र सबै कुरा हेरेर सिर्जनाले बसन्तलाई धेरै मन पराएकी थिइन्। बसन्तले त्यस्तो हुँदा पनि सिर्जनालाई त्यति मन पराएका थिएनन्। बसन्तको मन भने केसरीसँगै टाँसिएको थियो र केसरीसँगै जोडिरहेको थियो। बीचमा आएर बसन्तले अब त मैले केसरीलाई होइन मेरो श्रीमती आफ्नै सिर्जनालाई माया गर्नुपर्छ र मैले जिन्दगी सिर्जनासँगै चलाउनु पर्छ भन्ने सोच बसन्तले राखेपछि बसन्त सिर्जनाको घरमा घर ज्वाइँ बस्नसम्म पुगेका थिए। तर पनि सिर्जनाले बसन्तको मन र चाहनालाई बुझ्न सकिनन्। सिर्जनाले बसन्तको मन दुखाइन्, बसन्तलाई राम्ररी बुझ्न सकिनन्, शङ्का गरिन्। त्यही अवस्थाले गर्दा बसन्तले सिर्जनालाई छोडेर फेरि आफ्नै पुरानो माया केसरीसँग लागेर आखिरी मलाई बुझ्ने केसरी हो, केसरीलाई नै मैले जिन्दगी बनाउनु पर्छ र मैले बिहे गर्नुपर्छ भन्ने सोच बसन्त र केसरीले सल्लाह गरेर अहिले आएर बसन्त र केसरीको बिहे भइसकेको छ। बसन्तको बिहे केसरीसँग भइसकेको अवस्थामा अब बसन्तले सिर्जनाको पेटमा आफ्नो बच्चा हुर्किरहेको र भएको थाहा पाइसकेपछि बसन्त के होला त दर्शकबिन? अब बसन्तले केसरीलाई छोड्देलान् या त सिर्जना बसन्तलाई मेरो श्रीमान हुन् र तपाईको छोरा हो, त्यही कारणले मलाई नछोड्नुस् भनेर सिर्जनाले फेरि आफ्नै श्रीमान बसन्तसँग घरमा जालिन् र फेरि आफ्नो जिन्दगी चलाउलिन्। यो अवस्थामा बसन्त केसरीसँग होलान् या त सिर्जनासँग होलान् भन्ने कुरा धेरै नै धर्मर भइरहेको छ। बसन्तले केसरीसँग आफ्नो माया हुँदै पनि यता सिर्जनासँग राम्रो सम्बन्ध बनाएर श्रीमती बनाउँछु भन्ने चाहना उनको राम्रो थियो। तर बसन्तको बिहे केसरीसँग भइसकेको अवस्थामा अब बसन्तले सिर्जनाको पेटमा आफ्नो बच्चा हुर्किरहेको र भएको थाहा पाइसकेपछि बसन्त के होला त दर्शकबिन? अब बसन्तले केसरीलाई छोड्देलान् या त सिर्जना बसन्तलाई मेरो श्रीमान हुन् र तपाईको छोरा हो, त्यही कारणले मलाई नछोड्नुस् भनेर सिर्जनाले फेरि आफ्नै श्रीमान बसन्तसँग घरमा जालिन् र फेरि आफ्नो जिन्दगी चलाउलिन्। यो अवस्थामा बसन्त केसरीसँग होलान् या त सिर्जनासँग होलान् भन्ने कुरा धेरै नै धर्मर भइरहेको छ। बसन्तले केसरीसँग आफ्नो माया हुँदै पनि यता सिर्जनासँग राम्रो सम्बन्ध बनाएर श्रीमती बनाउँछु भन्ने चाहना उनको राम्रो थियो। बसन्तको बिहे केसरीसँग भइसकेको अवस्थामा अब बसन्तले सिर्जनाको पेटमा आफ्नो बच्चा हुर्किरहेको र भएको थाहा पाइसकेपछि बसन्त के होला त दर्शकबिन? अब बसन्तले केसरीलाई छोड्देलान् या त सिर्जना बसन्तलाई मेरो श्रीमान हुन् र तपाईको छोरा हो, त्यही कारणले मलाई नछोड्नुस् भनेर सिर्जनाले फेरि आफ्नै श्रीमान बसन्तसँग घरमा जालिन् र फेरि आफ्नो जिन्दगी चलाउलिन्। यो अवस्थामा बसन्त केसरीसँग होलान् या त सिर्जनासँग होलान् भन्ने कुरा धेरै नै धर्मर भइरहेको छ। बसन्तले केसरीसँग आफ्नो माया हुँदै पनि यता सिर्जनासँग राम्रो सम्बन्ध बनाएर श्रीमती बनाउँछु भन्ने चाहना उनको राम्रो थियो। तर सिर्जना र सिर्जाको बुवालाई सिर्जनाले पेटमा बच्चा बोकेको बच्चालाई फाल्न डाक्टरले नफाल्नु भन्ने सन्देश दिएपछि अब यो बच्चालाई यसरी फालियो भने अर्को गर्भ रहन सिर्जनालाई गाह्रो हुन्छ भन्ने कुरा पनि डाक्टरले सिर्जनाको बुवा र सिर्जनालाई भनिसकेको छ। यसरी हेर्दा पक्कै पनि अब सिर्जनाले त्यो बच्चा फाल्न सक्दिनन्। उनीहरूले त्यही बच्चा हेरेरै आफ्नो जिन्दगी चलाउँछिन् कि भन्ने हामीहरूलाई आशा लागिरहेको छ। यसरी बसन्त र केसरीको यता बिहे भइरहँदा उता
सिर्जनाको पेटमा बच्चा हुर्किरहेको सिर्जनाको पेटमा बच्चा हुर्किरहेको देख्दा अब पक्कै पनि बसन्तले दुवैलाई आफ्नो श्रीमती बनाउनु पर्ने अवस्था देखिएको छ। बसन्तले सिर्जना र केसरीलाई आफ्नो दुईटै श्रीमती बनाएर राम्रोसी राखे भने यसमा उनको मन बल्ल शान्ति हुनेछ र यो पक्कै पनि न्याय हुनेछ भन्दै आजको यस भिडियोबाट बिदा हुन्छौँ। फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरूको माझ उपस्थित हुनेछौँ। आजलाई बिदा हुन्छौँ। हस्त, धन्यवाद।